ओया लास्टै आवाजले यार छाता उडाइदिने सोच यस्तो गर्न पाइन्छ त्यही पनि बाजेको अनि मार्छन् फेरि मलाई ओए ओए माकी झोल गद्दारी गर बे माकी झोल यस्तो हुन्छ तर सुन्ला नि यार सो गाइस सबैलाई स्वागत छ मेरो न्यू भ्लगमा म चाहिँ आज धेरै पछि लङ भिडियो बनाएको छु र साथ सपोर्ट पनि दिनु होला हैन त्यस्तो बनाउने मौसम पनि थिएन त्यही भएर आज बनाउँदैछु र म आज जाँदैछु मेरो माउली घर जाने बाटो चाहिँ यो पारी डाँडादेखि त्यहाँ हो तर आज पानी परेको छ हैन त्यही भएर म चाहिँ अब हल्का छाता अगाडि त्यहाँ चाहिँ फुगोहरू त्यहाँबाट चेन्ज गर्नुपर्ला भनेको ल लेसको जाँदैछु है त म फाइनली गाइज त्यहाँ फुगोहरू छाता मागेको छाता त रहन्छ सेम यस्तै रहेछ त्यही भएर के ल्याउने होइन त्यही भएर भनेको टक्क लागेर म पहिला पढेको स्कुलमा आएको छु होइन यहाँ चाहिँ 3 सङ्घको छ यो मेरो पहिलाको सुरुको स्कुल यस्तो ठाउँमा छ यो स्कुल सुरुमा मेरो फर्स्ट स्कुल भनेको यही हो याद धेरै छ यहाँ पहिला हामी घरपट्टि खेल्थ्यौँ के खेल्थ्यौँ मजा आउँथ्यो यहाँ चाहिँ पानी खाने ठाउँ भयो होइन हामी चाहिँ अब यस्तो जङ्गलको बाटो जानुपर्छ जङ्गल भने पाखा धेरै लङ भिडियो चाहिँ नबनाऊ होइन अरू पनि माउलोको सिङ देखाउनु छ दारी ट्याक्क लगाएर भाउजू ल्याउनु भयो भाउजूलाई देखाउनु पऱ्यो होइन ल त्यही भएर लेसको म जाँदैछु त्यही भएर यो भिडियो हाल्न पनि पाउँछु कि पाउन त्यो थाहा छैन होइन किनभने चाहिँ दैलेखतिरको समस्या भनेको नेटै नभएर एउटा हिजो भिडियो बनाएको थिएँ त्यो पनि हाल्न पाएको छैन किनभने नेटै छैन ल लेसको होइन पहिला चाहिँ बाटो थिएन धेरै अर्को विकास भएको छ हाम्रो जस्तो नेता छैनन् उता यता हो कि यता अलिअलि भए पनि बाटो बनाछन् ल म जाँदैछु है म धेरै लङ भिडियो बनाउनु मेरो ब्याकग्राउन्ड चाहिँ यस्तो छ ल है म जाँदैछु म पारी गएर बाख्रा गोठालाई पनि देखाउँछु हामी पनि पहिला बाख्रा चराउँथ्यौँ ए काले बाख्रा यता आइज भन्ने हेर्नु है म यति माथि छु बाख्रा बाटो यति तल छ ल चलेको अगाडि ल फाइनल गाइज म चाहिँ अब आधा बाटोसम्म आइपुगेको छु होइन त्यहाँबाट आएको म यहाँसम्म आइसकेको छु यो यस्तो ठाउँमा त्यहाँ चाहिँ एउटा कान्छ गोठाला आएको रहेछ होइन पहिला म पनि यता आसपासमा गोठाला आउँथेँ दाईहरूसित दिदीहरूसित होइन टक्क कहाँबाट आउँथ्यो भने चाहिँ पारी यो गाउँबाट भगवान् रामले भन्नुहुन्थ्यो नि जननी जन्मभूमि के भन्नुहुन्थ्यो त्यस्तै प्यारो छ तर मान्छे खै कस्तो लाग्छ थाहा होइन ल टक्क लगाएर म चाहिँ आधा बाटोसम्म आइसकेको छु होइन यहाँ पनि म धेरैचोटि आइसकेको छु बाख्रा गोठाला मस्त छ ठाउँ र टक्क लगाएर म जान्छु होइन अब यहाँ मान्छे खासै कोही छैन मसित भन्नाले अब म मात्रै छु नि जाने त्यसैले त्यस्तो मान्छे अरू कोही देखाएको छैन बिस्तारै देखाउँछु म होइन त्यही भएर अन्तिमसम्म भिडियो हेरिदिनु होला यहाँसम्म हेर्नुभएको छ भनेमा अनि लाइक कमेन्ट सेयर गर्न चाहिँ पटक्कै छुटाउनुहुन्न किनकि कुनै बेला खाली टाइममा हेर्न सक्नुहुन्छ नि मेरो भ्लग ल है म जान्छु अब टक्कलाई डाँडा छन् नि ओइ हेर्नु है गाइस म जुम गरेर देखाउँछु के छ भने चाहिँ तल मान्छे ढुङ्गामा सुतिरहने त्यो ढुङ्गा म पनि सुतेको पहिला सुतेको खेलेको जुगाल टोक्यो भने कस्तो हुन्थ्यो हेर्नु है म जुम गरेर देखाउँछु त्यहाँ बसिरहन के चाल खबर यो गरिन चिचाउने तरिका चाहिँ बहुत मजा लाग्छ क्या मलाई पहिला पाखा आउँदाखेरि सुन्यो कि नै आवाज हुन त म त्यो आवाज कटाइहाल्छु पछि के सुनिदियो ल म जाँदैछु होइन ल फाइनली गाइज होइन टक्क लगाएर यहाँ हेर्दाखेरि त विकास त धेरै भएको रहेछ बाटो बनाएको रहेछ तर पाहाडमा जति बाटो बनाए पनि के गर्ने भल्सल आएर बगाइहाल्छ होइन त्यो पनि ठिकै छ विकास गरेको छन् होइन त्यसै यहाँ चाहिँ पहिला थिएन यहाँ बस्नेको लागि सिट छ होइन के भन्छ यसलाई त्यो चाहिँ यहाँबाट ट्याक्क हेर्नु न तल भ्यू माथि जस्तै अब हामीहरूतिर उता तराईतिर हुँदाखेरि अब सुर्खेत दैलेख नेपालगञ्जतिर हुँदाखेरि होइन
ड्रोन चाहिन्छ माथिबाट। तर पहाड भनेको प्राकृतिकले भरेको चिज होइन, त्यस्तो केही पर्दैन, टक्क माथिबाट देखाइदियो। मेरो गाउँ भनेर हाल्नलाई सजिलो हुन्छ कि होइन, त्यही छ फाइदा। अझ यहाँ टप अझ अर्को माथि छ हेर्नलाई जानुपर्ने। आज मेरो अब आधी घन्टा बाँकी छ, किनकि म छिटो हिँडेछु नि। तर बाटोमा पानी लास्टै पछाड्यो नि, केही छैन, चिल्लैमा जाने। तर भिडियो आउँदैछ नि हेरिदिनु होला है, त्यति राम्रो त छैन। 1K भ्युज हुनु पऱ्यो, सधैँ 100 माथि जान्थ्यो, 100 त मुस्किलमा हो। अब म यहाँबाट जान्छु होइन, बाटो चाहिँ यही हो, त्यस्तो दामी छैन है गाइस। अझ के कस्तो गराउनुपर्छ भने सिकाउनु होला होइन। हामीले मात्रै कति मिहिनेत गर्ने, हजुरहरूले पनि सिकाइदिनु पऱ्यो होइन। टपको लगाएर जानु पऱ्यो। ओया लास्टै आवाजले यार छाता उडाइदिने यस्तो गर्छ कि, यस्तो गर्न पाइन्छ। त्यही पनि बाजेको अनि मार्छ फेरि मलाई। ओए ओए माकिजोल गद्दारी गर्बे, माकिजोल यस्तो हुन्छ। तर सुन्ला नि यार, फेरि भला गुनामा चाहिँ आफ्नो चिल पारामा होइन, जसुकै होस् होस्। ल टक्क लगाएर गइदिन्छु नि म यो चिजको ढकन र टक्क लगाएर होइन गाइस। म चाहिँ अब आइसकेको छु होइन, यही गाउँ मेरो माउली गाउँ। टक्क लगाएर म आइसकेँ। मैले बिचमा बाटोमा किन चाहिँ भिडियो बनाएर भनेपछि होइन, हल्का बाटो पनि अप्ठ्यारो छ होइन, कस्तो छ भनेपछि यस्तो बाटो छ होइन, त्यसैले मैले त्यहाँ गराउन सकिनँ, किनकि हिँड्न अप्ठ्यारो भइरहेको थियो मलाई। त्यही भएर म चाहिँ त्यो गरेँ, बनाइन। अब तल जानुपर्ने छ त्यहाँ मान्छे देखिनु भएकोमा, म चाहिँ जाँदैछु। मैले चाहिँ लङ भिडियो धेरै हुन्छ भनेको होइन, हल्का 8-9 मिनटकै होला जस्तो छ। त्यो पनि केही बात नै, मुर्गीका दाँत नै, खानेमा कोही लाज नै। बाटो यस्तो अप्ठ्यारो छ नि, ओह्रालोमा गिटी हालेपछि कस्तो हुन्छ, गुर्किने यस्तो हुन्छ कि नि, टेकेपछि त्यस्तै छ क्या बाटो यहाँ। म बाटोमा 2-3 चोटि चिप्लिसकेको थिएँ। अब हेर्नु न, यहाँबाट चिप्लेपछि सिधै तल गएपछि के होला, माथिबाट क्यामेराले पासो हालिरहेको होला। टक्क आएर म जान्छु होइन। मैले अघि नै के भन्छ बनाउने सोच्छु तर बनाएन। र अब म चाहिँ जबदेखि दैलेको मासु नै होइन, तब मासु बनाएकै छन् होइन। तर म मासु खान्न नि, किनभने म मासु हत्या हिंसाबाट टाढा टाढा, धेरै टाढा। अब जीवनसम्म नखाने, जीवन जबसम्म छ तबसम्म नखाने भन्ने सोच हो। तर सक्छु कि नै थाहा होइन। ल लेट्स गो होइन। म चाहिँ अब जानुपर्ने तल, त्यहाँ अब त्यो हाम्रो मामाहरूको पसल हो होइन, देखाउँछु। पारि चाहिँ झुलुङ्गे पुल छ। ल म जान्छु है त। त्यस्तो दामी छैन होला, त्यही पनि साथ सपोर्ट दिनु होला है, म त यही भन्छु। हामी जस्तो अब धेरै मेरो अब भिडियो हाल्नै त हुन्थ्यो होइन गाइज। कस्तो छ भनेपछि म लास्ट ह्याङ गर्छ कि एडिट गर्दाखेरि, नेट चल्यो भने। उसो त राम्रै चल्छ होइन, यताबाट उता उताबाट उता चल्छ है नेट चल्यो भने। त्यही भएर मलाई त भिडियो एडिट गर्न लास्टै झ्याउ लाग्छ। त्यही भएर मैले धेरै नहालेको उता तराई हुँदाखेरि, आफ्नो गाउँघरतिर हुँदाखेरि त्यसै भएर नबनाएको। अब यहाँ हल्का पाहाडको त्यो हुन्छ, भिडियो भाइरल होस् नहोस् के मलाई सरकार छैन। यति होस् कि पछिसम्म हेरेँ मेरो गएको थिएँ भने देखाउनलाई चाहिँ टक्क लगाएर हुन्छ होइन। यस्तो ठाउँ छ यी पाखामा। पछाडिको भाइहरू आएको थिएँ, त्यही भएर हेरिरहेको है मैले। ल अब म ततिर घरमै पुगेपछि देखाउँछ है घरको एक्सन हेर्नु त। ल मान्छे हिँडिरहने यस्तो ठाउँमा हाम्रो मम्मी हुर्किनु भएको होइन। यहाँ चाहिँ खोला पनि छ, धेरै जस्तो पनि गाउँले पनि होइन। सरी भन्न चाहन्छु है पहिला सुरुमा त, यो भिडियो बनाउँदाखेरि हल्का सेपकै अघिको अगाडिको भिडियो हेर्नुलाई अर्कै टाइपको छ होइन, आयतकारमा। यो चाहिँ हल्का अर्कै टाइपको भयो, त्यही भएर सरी। र थाहा हुँदैन मेरो क्यामेरा मतिर हुन्छ, अब कसरी बनायो मलाई थाहा हुन्न। त्यही भएर हल्का अर्कै भयो कि मैले हेर्दाखेरि बनाउँदाखेरि। अहिले एउटा भिडियो डिलिट गरेँ त मैले, त्यसैले त्योमा सरी। र म जाँदैछु आमा घर, के कस्तो छ त्यहाँ हेर्नु होला होइन, को हुनुहुन्छ। ल जाँदैछु है त म। भिडियो हल्का बिग्रिहाल्यो है लास्टमा, त्यो भिडियोको डिजाइनै फरक भइहाल्यो। सुरुको र अहिलेको फरक छ धेरै। त्यो के भिडियोको त्यो यस्तोमा छ, यो चाहिँ पुरा मोबाइलको भरि देखिरहेको क्या। ल म जाँदैछु। पहिला चाहिँ म फेस देखाउनु यसरी जान्छु है त। कोही हुनु नहोला अहिले त। ल म जाँदैछु है त।
नदेखिनु पर्ने पहिला ल घरमा त कोही पो हुनुहुन्न त के भइरहेको यार घरमा कोही पनि हुनुहुन्न खै भित्र त बस्नु आएन ल केही छैन गाइस आजलाई यति नै बाई बाई अब अर्को भिडियो पनिको लागि कमेन्ट बक्समा ट्याक्क नेक्स्ट ब्लग भनी हालिदिनु होला होइन आजलाई नै बाई बाई घरमा कोही हुनुहुन्न होइन ल बाई बाई